Hi guys, welcome back to my channel. अनि इफ यु आर वाचिङ मी फर द फर्स्ट टाइम, मेरो नाम चाहिँ सोनिया तामाङ हो। अन्त आज चाहिँ तपाईँलाई टाइटल अनि थम्बनेलबाट पनि थाहा पाइसक्नु भएको छ होला के को भ्लग हो भनेर। त्यही हो, मेरो साथीको आज ग्रेजुएसन हो, अन्त थ्योलोजीको ग्रेजुएसन हो। अनि उसको कलेज चाहिँ कोटगाउँमा छ नि त। अनि अब म जानुपर्ने, अनि अहिले चाहिँ बजेको छ 7। अनि त्यहाँ जानको लागि, त्यहाँ पुग्नको लागि चाहिँ लगभग 3 घन्टा लाग्छ होइन। अनि त्यही भएर चाहिँ म छिटो छिटो गरेर जान आँटेको। अहिले चाहिँ 7 बज्यो, अनि 11 बजीदेखि छ क्या उसको ग्रेजुएसन स्टार्ट। अनि लगभग 3 आवर्स जस्तो लाग्छ त्यहाँ पुग्नलाई। अनि त्यही भएर चाहिँ अब 7, 8, 9, 10 साढे 10सम्म त पुग्छु होला। अन्त हामी चाहिँ 5 जना जान आँटेको, आप्पा आमा म अनि उसको मम्मी बाबा। अनि उहाँहरू चाहिँ स्कुटी र बाइकमा जानुहुन्छ, अनि म चाहिँ गाडीमा जान्छु। म चाहिँ रेडी भइरहेको छु होइन। अन्त अब चाहिँ जाम होला। मैले इनिमाको लागि बुके ल्याइदिएको छु, हेर्नु ल कस्तो, तर ओइलिसक्यो होला। हेर्नु न, ओइलिन्छ भनेर चाहिँ मैले पानीमा डुबाएर यहाँनिर राखेको छु कि, तर ओइलियो नै। हेर्नु त, एउटा यो त हिजै ओइलिसकेको थियो। कस्तो दुःख गरेर लिएर आएको, बिर्तामा गएर पनि लिएर आएको त हातबाट मैले। तर त्यस्तो भनेको जस्तो चाहिँ बनाइदिएन ल यो फुलहरू चाहिँ। अब यो चाहिँ बोटगाउँसम्म कसरी पुर्याउनु होला, गाह्रो साथीहरू। आज बिहानको दृश्य यस्तो छ। यहाँ चाहिँ सब पत्ताहरू झरेर रुखो भइरहेको छ। यो चाहिँ हाम्रो घर। अनि अब सकारीमा जाने बजारसम्म। इमाको कलेज है, इमाको कलेज, इमा यहाँ आएर हाई। उसको नाम चाहिँ के अरे तिम्रो नाम? ब्लेस्ती। कति बजी आइपुग्यो भने नि 10:30 भएछ।
किसिमले सहायता गर्नुभयो र यसको साक्षी बन्ने मौका हामीले पाएको छौँ। परमेश्वरले आफ्नो विश्वास योग्यता हामी सबैको बिचमा देखाउनु हो। Today we gather to honor the ministry and service and as Praise His name, for the Lord is good, and His love endures forever. His faithfulness continues through all generations. धर्मशास्त्र बाइबलले यसरी भनेको छ, उहाँका भवनका द्वारहरूभित्र धन्यवाद साथ बस र प्रशंसा गर्दै उहाँको मन्दिरमा प्रवेश गर, उहाँलाई धन्यवाद चढाऊ र उहाँका नामको प्रशंसा गर, किनभने परमप्रभु भलो हुनुहुन्छ र उहाँको करुणा सदा सर्वदा रहन्छ। These men and women who have dedicated their time, energy, hearts to equipping God's people through grassroots level theological education. हाम्रो एकदमै आफ्नो समय निकालेर क्रिसलाई कतिसम्म चाहिँ गहिरो प्रेम गर्नुहुन्छ भनेर हाम्रो एमटेक फ्याकल्टिजहरूको लगनशीलतालाई आज हामी एकछिन हेर्दैछौँ। हाम्रो एमटेक प्रोग्राम भनेको चाहिँ यो चाहिँ एकदम शैक्षिक क्षेत्रको लागि मात्रै नभएर हामी एनएलसीसीले चाहिँ एमटेकलाई चाहिँ एकदम मिसन फिल्ड तरिकाले हामीले लिइरहेका छौँ। यो एमटेक प्रोग्रामलाई सफल बनाउनुको पछि चाहिँ हाम्रो विशेष गरी एमटेक फ्याकल्टीको ठुलो हात रहेको छ। धेरै लामो यात्रा गरेर 12 घन्टा 16 घन्टा यात्रा गरेर महिनाको 1 हप्ता चाहिँ हाम्रो विद्यार्थीहरूलाई दिनुहुन्छ। हामी कसरी चाहिँ हाम्रो एमटेक फ्याकल्टीलाई सम्मान नगर्ने त? थिङ्क अफ बाब्लुङ 16 आवर्स अवे। मैले हाम्रो एमटेक कोअर्डिनेटरलाई सोध्दै बाब्लुङ जानु कति लाग्छ भनेर उहाँले भन्नुभयो 16 घन्टा जस्तो लाग्छ होला। थिङ्क अफ तनहु 12 आवर्स 12 घन्टा लाग्छ तनहु जानुको लागि। येट आवर टिचर्स नेभर कम्प्लेन। एउटा लौरे जस्तो है घर परिवारलाई छोडेर यति टाढो यात्रा गर्नुहुन्छ। हामी ठुलो तालीको सहयोग हाम्रो एमटेक फ्याकल्टी फाइनली यिनीहरूको पालो आयो है डिग्री शिक्षा एउटा महत्त्वपूर्ण पाटो बनेर गएको छ। त्यसै कारणले गर्दा म सम्पूर्ण विद्यार्थीहरूलाई by the authority vested in me as the academic dean of Nepal New Covenant College, the following students have successfully completed the requirement for this degree. As I call your name, please come forward to receive your certificate. Denima Vishwakarma. Namaya Ayamakarpasi Denima Vishwakarma.
तपाईँले क्यामेराम्यानहरूलाई सजिलो हुने गरी काम गरिदिनु होला। ईश्वरी राई, ईश्वरी राई, रोजिला BTS Academic Award, it goes to ईश्वरी राई। पढाइराख्नु भएको छ उहाँबाट चर्चबाट नै हो ईश्वरी बहिनी चाहिँ। BTSबाट डिसिप्लिन अवार्ड, it goes to वेस्ट नेपाल रोजिला चौधरी। तराईका हाम्रा नेपाली दाजुभाइहरूमा सबैभन्दा महत्त्वपूर्ण समुदायहरूमा पनि हुनुहुन्छ। बधाई छ रोजिला चौधरीलाई, परमेश्वरले आशिष गर्नुभएको। Students love you. We also love you and also appreciate all that you do for our college. The students, र हामीले भोज खाइदिएको। यहाँ उहाँहरू हुनुहुन्छ, उहाँहरू आफ्नो छोरीको ग्रेजुएसनमा पनि ढिलो आइपुग्ने व्यक्तिहरू चाहिँ उहाँ हुनुहुन्छ। छोरी पसिसकेर ठाउँमा बसिसक्दा पनि नआइपुग्नेहरू चाहिँ उहाँ हुनुहुन्छ। I close my eyes and I can see the world that's waiting up for me, that I call my own. Through the dark, through the door, through where no one's been before, but it feels like home. They can say it all sounds crazy. र ग्रेजुएसन सक्ने रिमाको होइन, अब चाहिँ हामी फोटो सुट गर्दैछौँ। यहाँ भ्याइ नभ्याइ चाहिँ रिमा चाहिँ सेलिब्रेटी गिफ्ट पाएको चाहिँ रिमाले। लु अब यहाँ पनि खिच्ने अरे फोटो। लु बस्नु। आमा
यति धेरै खदाहरूको पोको छ होइन मैले मिलाएर राखेको छु फुलको हालत हेर्नु न त्यो म फेरि जगाइदिन्छु अनि यो चाहिँ मेरो साथीको मम्मीले दिनुभएको गिफ्ट हो होइन वाउ सल रहेछ किनभने अब भ्लग गर्नलाई हामी फेरि मिट गर्दिनौँ भेट्दिनौँ नि त मात्रै भेट्छौँ भोलि सकिसक्छौँ त्यही भएर चाहिँ म आज देखाउन चाहन्छु राम्रो सल दिनुभएको छ होइन अनि मलाई चाहिँ सबैभन्दा मनपर्ने कुरा के हो त्यही मात्र मैले पाएको छु क्या आज डायरी क्या डायरी आन्टी यो चाहिँ आमाले दिनुभएको मेरो पास्टरनी आमाले दिनुभएको डायरी है होइन आजको गिफ्ट भयो यो अनि अर्को देखाइदिइहालौँ न यहाँ मेरो सबुले दिएको सबु अनि कलेजले चाहिँ के दिएको बुक मम्मीलाई पो दिएछु ला त्यो गिफ्ट त मैले सबु खोलिदिउँ गिफ्ट ऱ्यापिङ पनि कस्तो मजाको क्या पेपर नि उसले दिएको है उसले होइन बुक छ डेली Oh my god 365 डेजको 1 इयरको डिभोसनल हो होइन मसँग घरमा 2टा छ क्या यो Oh my god अब चाहिँ हामी फर्किँदैछौँ घर थ्याङ्क यू सो मच म कहाँ हेर्दैछु क्या मेरो आँखा मेरो ग्रेजुएसनमा आउनु भएकोमा सबैजनालाई धन्यवाद मिस रुम्बालाई यस्तो दामी फ्लावर बुके लिएर आउनुभएको बिहानदेखि ट्राभल मात्रै गर्नुभएको छ होइन थ्याङ्क यू अर्कै अब फेरि पनि मास्टरको ग्रेजुएसनको लागि आउनुहुन्छ त्यतिखेर पनि ल साथीहरू 2 वर्ष पछि होइन र आमेन त्यतिखेर 3 वर्ष यस साथीहरू ल अब अर्को भ्लग चाहिँ अर्को ग्रेजुएसन भयो अर्को ग्रेजुएसन भ्लग आउँछ ल तिमीले के गरेको अरे भन्देऊ न तिम्रो के को ग्रेजुएसन भएको मैले बिहान पनि हल्का त भनिदिएको थिएँ ब्याचलर इन थियोलोजी तपाईँहरू पनि गर्न चाहनुहुन्छ भने ईश्वर शास्त्र तपाईँहरू पनि गर्नु छ भने चाहिँ पूर्वमा चाहिँ सबैभन्दा राम्रो कलेज छ नेपाल न्यू कभनेन्ट कलेज तपाईँहरूले सम्पर्क गर्न सक्नुहुन्छ है आफ्नो कलेजको उयो गरिहाल्यो है म त राम्रो छ एकदम राम्रो छ धेरै फीहरूको पनि धेरै टेन्सन गर्नु पर्दैन होइन आफ्नै ठाउँमा बाहिर जानु पनि पर्दैन परिवारसँगै बसेर मण्डलीसँग सेवाकाई गर्दै पढ्न सकिन्छ ल साथीहरू ल त्यही हो अब चाहिँ राखिदिएको ल टायर्ड टु मच टायर्ड अनि हामीसँग उहाँको अर्को साथी पनि छ सबु पनि आउनु भएको छ हाई बाई हौ बाई